सपनाको विमानस्थल कि नेताहरूको खेल मैदान अर्घाहाँचीवासीले कहिलेसम्म कुर्ने? अर्घाहाँचीको सन्धिखर्क नगरपालिका 10 अर्घा भगवती विमानस्थलको काम लामो समयदेखि अल्पत्र हुन स्थानीय बासिन्दाका लागि निकै दुःखद र आक्रोशको विषय हो। यो विमानस्थलको शिलान्यास 2073 साल असार 13 गते तत्कालीन उप प्रधानमन्त्री टोप बहादुर रायमाझीले गर्नुभएको थियो भने तर हालसम्मको स्थिति हेर्दा अर्बौंको लगानीमा बालुवामा पानी जस्तै भएको छ। काम रोकिनुको मुख्य कारणहरू यस्ता छन्। नम्बर 1 मा रहेको छ बजेटको अभाव। विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुनु र विनियोजित बजेट पनि कार्यान्वयनमा नआउनु। नम्बर 2 राजनीतिक खिचातानी। यस आयोजनालाई नेताहरूले केवल चुनाव जित्ने एजेन्डा मात्र बनाएको आरोप लाग्ने गरेको छ। नम्बर 3 मा रहेको छ वन क्षेत्र र जग्गा विवाद। रुख कटान र वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियामा ढिलाइ हुनु। नम्बर 4 मा संरचनाको अवस्था। निर्माण भएको केही भाग पनि अहिले खेल मैदान, क्रिकेट र भलिबल ग्राउन्ड जस्तो बनेको छ। विमानस्थल बन्छ र आकाशबाट उडेर काठमाडौँ पुगिएला भन्ने अर्घाहाँचीवासीको सपना अहिले अल्पत्र परेको छ। 2073 सालमा ठुलो तामझामका साथ शिलान्यास गरिएको अर्घा भगवती विमानस्थल आज 10 वर्ष पुग्न लाग्दा पनि गाई बस्तु चराउने ठाउँ र केटाकेटीको खेल मैदान मात्र बनेको छ। आखिर यो विकास हो कि जनताको आँखामा छारो हाल्ने काम? करोडौं रुपियाँमा बालुवामा पानी खनाए झैँ भइरहेको छ सन्धिखर्क नगरपालिका 10 मा निर्माणाधीन यो आयोजना कहिले बजेट अभाव त कहिले सरकारी ढिलासुस्तीको शिकार बनेको छ। नेताहरू चुनावका बेला प्लेन चढाउने बाचा गर्छन् तर चुनाव जितेपछि यो ठाउँमा फर्किएर हेर्न फुर्सद समेत छैन नेताहरूलाई। आज यहाँका बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। यदि यो विमानस्थल बनेको भए कति ज्यानहरू जोगिन सक्थे, तर यहाँ त विकासको नाममा विनाश र राजनीति मात्र भइरहेको छ। सम्बन्धित निकाय र नेताहरूलाई हाम्रो प्रश्न छ, के अर्घाहाँचीवासीको भोटको मूल्य यस्तै अल्पत्र आयोजना मात्र हो? अहिलेसम्मको करोडौं खर्च भइसक्यो, अझै कति बजेट चाहिन्छ र कहिलेसम्म यो आयोजना सम्पन्न हुन्छ? यसको जवाब अब जनताले खोजिरहेका छन्। काम रोकेर बस्ने ठेकेदार र मौन बस्ने प्रशासनलाई अब सबक सिकाउने बेला आएको छ। अर्घाहाँचीको यो दुरावस्थाका लागि दोषी को? यसको जवाब अवश्य पनि मिल्ने छ सरकारसँग। अहिले नयाँ सरकार बनेसँगै यस अर्घाहाँची एयरपोर्टको पनि सञ्चालनमा आउनुपर्छ, ल्याउनुपर्छ भन्ने जनताको धेरै नै जिज्ञासा रहेको छ र तपाईँहरूको जिज्ञासा पनि कमेन्टमा पक्कै पनि गर्नुहोला भन्दै बिदा हुन्छु। हेर्दै गर्नुहोला XYZ नेपाल अपडेट। नमस्ते।